पोल्यान्डमा अन्य सिजन कन्ट्रीबाट नआउनुस्, TRC बनाउनु गाह्रो छ, एकदमै रिस्क छ भनिरहँदा करिब 1.5 वर्षको अन्तरालमा धेरैभन्दा धेरै साथीहरू आइसक्नु भएको छ र अहिले आएर मलाई यो कुराहरू भनिरहन उचित पनि लागेन। र यदि तपाईहरू आउनु नै चाहनुहुन्छ भने कुनै पनि कम्पनी अथवा इम्प्लोयरसँग वर्क परमिट एप्लाई गर्नुस् र तपाईहरूको वर्क परमिट इस्यु भइसकेपछि मात्रै पोल्यान्ड आउनुस् र यहाँ आइसकेपछि तत्कालै तपाईहरूले TRC एप्लाई गर्नुपर्ने हुन्छ र तत्कालै TRC एप्लाई गर्नु होला। धेरैजनाको चासोको विषय छ अन्य सिजन मुलुकबाट पोल्यान्डमा आएर कसरी लिगल हुन सकिन्छ र लिगल प्रोसेसहरू के हुन् भनेर। सकेसम्म तपाईहरूसँग अन्य सिजन कन्ट्रीको सिजनल भिजा नभएर डी टाइपको भिजा अनिवार्य रूपमा चाहिन्छ, यानि वर्किङ भिजा, र तपाईहरूसँग त्यो कन्ट्रीको TRC कार्ड अनिवार्य रूपमा हुनुपर्ने हुन्छ। त्यसपछि तपाईहरू पोल्यान्डमै रहेको कुनै पनि कम्पनी अथवा इम्प्लोयरसँग कन्ट्याक्ट गरेर वर्क परमिट प्रोसेस गरेर तपाईहरूको वर्क परमिट इस्यु भइसकेपछि मात्र तपाईले त्यहाँ आफ्नो कम्पनीसँग सल्लाह सुझाव गरेर होलिडे अथवा घुमघामको लागि बिदा मागेर आउनुभयो भने तपाईलाई एकदमै उचित हुन सक्छ। यहाँ आएर के गर्ने भनेर सोच्दै हुनुहुन्छ भने सकेसम्म फेसियल कार्ड बनाउनुस् र यदि यो सम्भव भएन भने प्राइभेट मेडिकल इन्सुरेन्स अनिवार्य रूपमा बनाउनुस्, किनभने यो एकदमै इम्पोर्टेन्ट छ। तपाईहरू केही भएर बिरामी हुनुभयो अथवा सिकिस्तै हुनुभयो भने तपाईहरूले फ्रीमा चेकअप गर्न सक्नुहुन्छ र प्राइभेट इन्सुरेन्स अनिवार्य रूपमा चाहिन्छ। अनि कतिपय साथीहरू वर्क परमिट प्रोसेस नगरेर आउनुहुन्छ र यता आइसकेपछि वर्क परमिट छैन भनेर यत्तिकै बस्नुहुन्छ 2-3 महिना। त्यस्तो नगर्नु होला, किनभने सकेसम्म वकिल हायर गरेर तपाईहरूले TRC चाहिँ एप्लाई गर्नुस्, किनभने वर्क परमिट पछि बुझाउँदा पनि कुनै समस्या हुँदैन। कतिपय साथीहरूले TRC एप्लाई गरेको कसरी थाहा पाउने भन्नुहुन्छ र TRC एप्लाई गर्ने दुईवटा तरिका हुन्छ। एउटा बाइ पोस्टबाट मिल्छ भने अर्को तपाईहरूले प्राइभेट वकिल हायर गरेर TRC एप्लाई गर्न सक्नुहुन्छ। तपाईहरूलाई कुनै पनि कम्पनी अथवा इम्प्लोयरले TRC कार्ड एप्लाई गरेको छ भने तपाईहरूलाई व्हाइट पेपर दिनेछ र व्हाइट पेपरमा व्यक्तिको नाम, एड्रेस र विजार्डको एड्रेस हुनेछ र तपाईहरूले प्राइभेट वकिलबाट TRC एप्लाई गर्नुभएको छ भने तपाईहरूले TRC एप्लाई गरेको कन्फर्मेसन माग्नु होला। भन्दै यस्तै इन्फर्मेसन भिडियोहरू लिएर आउने नै छु। साथ सपोर्ट अनि माया देखाइदिनु होला र रिजन मगर युरो भ्लग्स युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला भन्दै जय नेपाल।